लागि पाल्दिनु होला लागि सम्मान छ। त्यसै गरी फरक क्षमताका अध्यक्ष हुनुहुन्छ प्रेम लिम्बुज्यू, यहाँ पनि स्टेजसम्म पाल्दिनु होला अतिथि आसन ग्रहणको लागि। त्यसै गरी यता हाम्रो यस कमलादी समितिसँगै यो कार्यक्रमलाई भव्य अनि सभ्य बनाउनको लागि असाध्यै सहयोगी भूमिका गरेर हाम्रो एकदमै यस संस्थालाई अगाडि बढाउनुपर्छ भनेर साथ दिने हाम्रो व्यक्तित्व हुनुहुन्छ मिलन गुरुङजी, यहाँ पनि अतिथिको आसन ग्रहण गरिदिनु लागि स्टेजमा पाल्दिनु होला। त्यसै गरी अञ्जना मगरज्यू हुनुहुन्छ, अञ्जना मगरज्यू पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि स्टेजमा पाल्दिनु होला। त्यसै गरी हाम्रो कमलादी समितिलाई धेरै अगाडिसम्म बढाउन सफल पार्ने व्यक्तित्व निवर्तमान अध्यक्ष प्रकाश भट्टराईज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि मैले स्टेजमा आमन्त्रण गर्न चाहन्छु। प्रकाश भट्टराईज्यू स्टेजमा पाल्दिनु होला। मैले अतिथिको आसन ग्रहण राखिरहेको छु। अघि पनि अब आउँदै हुनुहुन्छ कतिपय हाम्रा अतिथिहरू। त्यसै गरी भर्खर मैले देखिरहेको छु राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठान उपत्यका समन्वय समितिको वरिष्ठ उपाध्यक्ष शर्मिला गणज्यू हुनुहुन्छ। शर्मिला गणज्यू पनि विशिष्ट अतिथिको आसन ग्रहण गर्दिनु लागि स्टेजमा पाल्दिनु होला। त्यसै गरी उपत्यका समन्वय समितिका सदस्य गोविन्द विवश पनि पाल्नु भएको छ, यहाँ पनि स्टेजसम्म अतिथिको आसन ग्रहण गरिदिनुको लागि पाल्नु होला। यसलाई सम्मान गरे मैले अब औपचारिक कार्यक्रम अगाडि बढाउने क्रमतिर लाग्दैछु। आसन ग्रहणमा फेरि जोड्छु, कोही छुट्नु भएको छ भने भन्दै गर्दैन होला। मैले त टाढा पनि हुँदाखेरि जसरी गर्नु सक्छ नजिक गर्नु सक्छ माफी चाहन्छु। प्रकाश सर माथि किन नजानु भयो? त्यसै गरी हाम्रो नौवटै समितिका कार्य समितिका हाम्रा सदस्यज्यूहरू यथास्थलमै आसन ग्रहण गरेर यो कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने आशा गरेको छु। आफ्नो यथास्थलमै बसेर कार्यक्रमको शोभा बढाइदिनु होला। त्यसै गरी सम्पूर्ण आजीवन सदस्यहरू हुनुहुन्छ, यहाँहरूलाई पनि आफ्नो ठाउँमा अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मैले देखिरहेको छु हाम्रो त्यसै गरी ऋतिका थापाले जो हुनुहुन्छ उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो कमलादी समितिको पूर्व महिला उपाध्यक्ष पवित्र राजा मगरज्यू हुनुहुन्छ, यहाँले पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। नवीन परियारज्यू अनामक समितिको अध्यक्ष हुनुहुन्छ, कृपया आसन ग्रहण गरिदिनु होला। अघि कता बाहिर जानुभएको थियो, उहाँलाई सम्मान गरे। ल यो आसन ग्रहण कार्यक्रममा एकैछिन खाइदिइरहेको छु। अन्य कर्मचारी नै छ, यहाँहरू आइसकेपछि फेरि अतिथिको आसन ग्रहण गराउनु